guys, hello and good morning from Austria. तपाईहरुलाई आजको मेरो ब्लगमा स्वागत छ। अनि आज चाहिँ हामी अस्ट्रियामा छौं। यहाँ अस्ट्रियाको वान अफ द ब्युटिफुल लेक लुनर जे अथवा लुनर लेक भन्ने छ। त्यहाँ छ अहिले हामी। तपाईहरुले पछाडि देख्न सक्नुहुन्छ ठुलो माउन्टेन। अनि आजको प्लान भनेको हामी सिधै केबल कार लिएर माथि जान्छौं। अनि माथि गएर त्यहाँबाट चाहिँ अरु ठाउँहरु घुम्छौं। नर्मली माथि केबल कार नलिकन माथि जान नै मिल्छ, तर त्यसको लागि 2-3 घण्टा लाग्छ। अनि फेरि माथि गएर अरु ठाउँ जान नपाउने भएको कारणले गर्दा केबल कार लिनेछौं। अनि यो प्लेस चाहिँ हामी लास्ट इयर पनि आउन खोजेको हो विन्टरमा, तर विन्टरमा बन्द हुँदो रहेछ। यो बाटोहरु लास्ट बन्द हुँदो रहेछ, थाहा नै थिएन। अनि आउनु पाएन, घुम्न पाएन। त्यही भएर यसपालि चाहिँ आएको छौं समरमा। अनि माउन्टेनहरु हेर्दाखेरि इट्स रियली ब्युटिफुल है। अनि मेरो साथमा इन्दिरा पनि छ, उ त्यहाँ हो, मलाई हाइकिङ पार्टनरको रूपमा छ उ। यहाँबाट सट्टै चढ्ने अनि त्यही माथि हो अर्को हाम्रो चढ्ने स्टेसन त्यही हो। अनि त्यहाँबाट चाहिँ सुरु हुन्छ हाम्रो हाइकिङ ट्रेल चाहिँ यहाँ रहेछ। यहाँबाट चाहिँ यस्तो हुँदै यहाँबाट त्यहाँ निस्किँदै माथि निस्किनु पर्ने रहेछ। तर हामी चाहिँ अब केबल कारमा जान्ला। यहाँ तल चाहिँ हाइकिङ ट्रेल हो। केबल कारबाट चढेर आइसकिसक्यो। अब यो चाहिँ अब यहाँको लेक भइहाल्यो। अनि अब यहाँबाट चाहिँ हामी लगभग 2 घण्टा हाइकिङ गर्न लाग्यो। अनि हामी जान लागेको डाँडा चाहिँ त्यो माथिको डाँडा हो। त्यो किन यो भने जस्तो लाग्यो। अनि हेरौँ यो साइडको भ्यू। चाहिँ हाम्रो सुरु भयो हाइकिङ। यो ताल चाहिँ खासमा आर्टिफिसियल है। यो चाहिँ ड्याम हो क्या, मान्छेले बनाएको ड्याम। ऊ तल चाहिँ पार्किङ छ। अनि तपाईहरु यसो हाइकिङ गर्दै आउन सक्नुहुन्छ, अथवा हामी जसरी बानमा आए पनि हुन्छ केबल कारमा। अनि अब हामी चाहिँ हिँड्दै उता माथिको डाँडा जाने हो। त्यहाँबाट भ्यू दामी देख्छ। अनि यो चाहिँ लेकको 360 भ्यू हो। यहाँ अरू ठाउँहरू पनि जान मिल्छ, यहाँबाट टर्नेहरू। अब लेक पुरै घुम्न मिल्छ, त्यसलाई 50 मिनट चाहिँ लाग्ने रहेछ। अनि त्यही हो, क्ले टेस्ट गर्ने भए क्ले टेस्ट गर्न मिल्दो रहेछ। यहाँबाट 1 घण्टा 15 मिनटमा 1 घण्टा 15 मिनट चाहिँ लाग्दो रहेछ। अनि त्यहाँबाट सुरु हुँदो रहेछ। अनि त्यही हो, हुटोहरू पनि रहेछ, माथि सुत्न बस्न यताउता गर्नु मिल्छ। बिहान सनराइज बेलुका सनसेट हेर्न मिल्छ। हामी जाने बाटो चाहिँ यो। अनि बाटो ठिकै छ। आजको कुरा गर्नु पर्दा वेदर पनि राम्रो छ, भ्यू पनि एक्सिलेन्टै छ। अघि त्यहाँबाट देखाएको भ्यू चाहिँ हल्का त्यति राम्रो भन्दा राम्रोसँग देखिएन। अब यहाँ माथि भइसकेपछि त्यो लेक फुल देखिन्छ। अनि राम्रो देख्छ। अनि त्यही हो। अनि जान आँटेको माथिको त्यो पुतो माथि हो। अब हिँडौँ, 1 घण्टा 15 मिनट पुगिन्छ। 1-2 ड्रोन सट पनि लिन ट्राई गर्छु। अनि मिल्यो भने। कस्तो लागिरहेछ इन्दिरा तिमीलाई? ज्याकेट नलिकन आएको छ, अहिले थाहा हुन्छ। मैले चाहिँ अस्ति लास्ट टाइम हामी जाने बेलामा चाहिँ एकदमै धेरै गर्मी थियो र त्यही अनुसारले गर्मी हुँदा भनेर त्यही अनुसारको लुगा लाएर आयो। यहाँ आउँदाखेरि चाहिँ अलिकति तातो लुगा लाएर आउनु होला समरमा पनि। यहाँ चाहिँ हामी हिँड्दै एउटा स्पटमा आइपुग्यो।
अनि यहाँबाट पनि भ्यू चाहिँ राम्रो देख्दो रहेछ तर माथिबाट चाहिँ योभन्दा पनि अझ राम्रो भ्यू देख्छ हिँडेको धेरै बाँच्न 15-20 मिनट भयो भ्यूहरू राम्रो राम्रो देख्न थालिसक्यो अनि बाटो चाहिँ यस्तो यस्तो छ धेरै गाह्रो होइन यो बाटो पनि सजिलो नै हो हल्का गिटीहरू धेरै रहेछ अब चाहिँ बाटो छुट्टिन्छ एउटा चाहिँ यो बाटो हुँदै तल लेक घुम्ने अनि अब हामी चाहिँ यता जाने माथितिर त्यही हो तपाईँ यहाँ यदि कोही आउनु भयो भने त्यो माथि टुप्पोमा जाने चाहिँ बाटो चाहिँ यो हो लेफ्ट साइडतिरको है राइटतिर भयो भने तपाईँहरू फेरि लेक घुम्नुहुन्छ त्यही हो अब चाहिँ अझै एउटा बाटो छ कन्फ्युज हुनसक्छ तर यहाँ मजाले साइन दिएको छ अब चाहिँ हामी यहाँबाट लेफ्ट लाग्नुपर्छ कोही मान्छेको झोला रहेछ यहाँ सो हामी चाहिँ आधी बाटो पुग्यो यहाँबाट यस्तो भ्यू देखिरहेछ अर्को पनि एउटा जे त होइन ठुलो रहेछ तर लेक चाहिँ खाजा खाने टाइम भयो मलाई चाहिँ बेसको भोक लाग्यो त्यही भएर सो हामी चाहिँ अब खाजा खाए पछाडि चाहिँ उकालोतिर लाग्यौँ मिठो भयो ससेज पिरो मिठो स्वाट्ट लाएर मिस्टर मिङमार हिँडिरहेको छ ज्याकेट लाएर अलिकति चिसो चिसो रहेछ तर वेदर चाहिँ यस्तै वेदर नै ठिक हुन्छ क्या हाइकिङ गर्ने बेलामा चाहिँ किनकि फुल घाम लाग्यो भने चाहिँ हिँड्नलाई गाह्रो हुन्छ नि त बाटो चाहिँ यस्तो छ जाने चाहिँ ऊ त्यहाँ हो तर अब अहिले हेर्दाखेरि यी जस्तो देख्छ हिँड्दाखेरि कहिल्यै पुग्दैन यहाँबाट लड्यो भने चाहिँ सिधै तल पुग्ने रहेछ आजको हाम्रो डेस्टिनेसन चाहिँ त्यही हो हेर्दा त्यही जस्तो देख्छ खै हिँड्दा पनि पुगेकै छैन होला झ्याउ लाग्दो यताको भ्यूहरू पनि बबाल देख्दो रहेछ मलाई चाहिँ यस्तो भिर पहारा देख्ने बित्तिकै कस्तो एकदमै डर लाग्छ क्या आँगै सिरिङ्ग हुने अनि यताको चाहिँ जे भ्यू छ लेकको भ्यू भइहाल्यो यता चाहिँ यो डाँडा पहाड पर्वत बिस्तारै मिङमार चाहिँ त्यहाँ पुगिसक्यो
अनि उसले चाहिँ त्यहाँ पुगेर ड्रोन सटहरू लिने रे म चाहिँ बिस्तारै जाँदैछु सास फुलिरहेछ सास अनि यो मेरो गिमेल पनि पुरा हल्लेको छ के भयो क्या लाग्दो यहाँबाट चाहिँ बबाल भ्यू देखिरहेछ देखाउँछु म तपाईँहरूलाई राम्रो रहेछ यो हाइकिङ गर्ने बेलामा हिँड्दाखेरि चाहिँ एकदमै धेरै गाह्रो हुने है भोक प्यास नभनिकन हिँडिरहेको हुन्छ नि त अनि यहाँ माथि पुगेपछि अब ठाउँमा पुगिसकेपछि भ्यूहरू हेर्न चाहिँ एकदमै मजा आउने क्या फाइनली हामी चाहिँ आइपुग्यो यस्तो छ यहाँबाट चाहिँ हाम्रो लेकको भ्यू चाहिँ यस्तो देख्दो रहेछ पानी चाहिँ कस्तो ग्रिन कलर कि यिनीहरूले बनाएको कि त्यस्तै हो कलर लगाएको हो किन के थाहा मिङबाले चाहिँ अब यहाँ ड्रोन सट लिन लाग्छ के भन लेट्स सी बस इन्जोय गरौँ सो अब हामी यहाँ बसेर खाजासाजा खायो अब चाहिँ हल्का सब्जीहरू खायो अब तल गएर होटलमा के खाने अब चाहिँ मुनि जाने कति टाइम लाग्छ मुनि पुग्नु लेट्स सी है त हामी चाहिँ ओह्रालो जाँदैछौँ फर्किँदैछौँ माथि उकालो जाने बेला चाहिँ कति टाइम लाग्ने ओह्रालो जानु त एकछिन नै हामी आधी बाटो आइसक्यौँ अब यहाँबाट धेरै छैन त्यही हो ओह्रालो चाहिँ हिँड्नै अप्ठ्यारो लाग्ने तर जे होस् सिनहरू यताउताले गर्दाखेरि चाहिँ एकदम रमाइलो भइरहेछ लगको चाहिँ सेकेन्ड रुट हो यहाँबाट पनि माथि जान्छ तर खै यहाँ त्यहाँ माथिबाट चाहिँ कस्तो देख्छ हौ लेकको भ्यू थाहा भएन र हामी गएको ठाउँबाट चाहिँ दामी देख्यो मान्छे टन्नै गइरहेछ अझै पनि दर्शक महानुभावहरू हामी चाहिँ ओह्रालो झरेर आइपुग्यो कहाँ आइपुग्यो भन्दाखेरि त्यहाँनिर एउटा हुट्टा छ हुट्टामा आइपुग्यो ल आजको हाम्रो हाइकिङ चाहिँ यति नै लगभग सक्यो अब यहाँनिर हामी चाहिँ एउटा त्यो हुट्टामा आइपुगेको छौँ यहाँनिर चाहिँ अब बियर सियर पिउने चिसो के खान मन लाग्छ खाने अनि त्यस पछाडि घरतिर लाग्ने तल पार्किङ प्लासबाटै आयो भने चाहिँ माथिसम्म पुग्नलाई लगभग 5 घन्टा जति छौँ न है ब्रेक टाइम अनि फोटोसहरू खिच्ने यताउति नत्र भने पार्किङ प्लेसबाट चाहिँ यहाँनिर एउटा केबल कारमा
चढेर आयो भने चाहिँ त्यहाँबाट चाहिँ 2 घन्टाको मात्रै बाटो रहेछ। तर अब यहाँनिर चाहिँ ट्रेकिङ ट्रायलहरू चाहिँ धेरै छ। अनि आफूले चुज गर्ने आफूलाई अब कहाँ जान मन लाग्छ अनि जाने। सो म तपाईँहरूलाई देखाउँछु। यो जति पनि देख्दै हुनुहुन्छ नि यहाँ यो माथि चुचुरो यिनीहरू सबै हाइकिङ उयोहरू हो। अनि हामी चाहिँ यतापट्टि गएको थियो तर कति मान्छेहरू चाहिँ यता पनि गइरहेको थियो। सायद त्यहाँबाट पनि राम्रै देख्छ होला तर हामी गएको ठाउँबाट पनि राम्रै देखाएको थियो। अनि यो चाहिँ अब हुट हो। यहाँनिर चाहिँ हामी खाजा खाने अनि त्यस पछाडि तीबाट केबल कार पनि लाग्छ अनि त्यहाँबाट केबल कार चढेर घरतिर लाग्ने। यहाँबाट चाहिँ हाम्रो पार्किङ प्लेस पनि देख्छ है। अनि गाडी पार्क गरेको ठाउँ चाहिँ त्यहाँ तल त्यहाँ तल। सो आजको भ्लग चाहिँ यति नै। अनि अब हामी नेक्स्ट टाइम अर्को ठाउँमा कुनै ठाउँमा हामी फेरि गयौँ भने त्यहाँ पनि राम्रो राम्रो भ्लग बनाएर अपलोड गर्नेछौँ। हामी चाहिँ गाडी भाडामा पनि आइपुगिसक्यो। अब हामी लाग्छौँ घरतिर।